हेलो गाइस, वेलकम टु माई न्यू भिडियो। सो आज चाहिँ म मेरो बाइक थोरै बिग्रिरहेछ। एउटा 50 रुपियाँतिर हेरेर निस्केको थिएँ, त्यता पनि भएन। अब चाहिँ के भन्छ टेकु जानुपर्ने हो। टेकु गएर टेकुमा मात्र बन्छ अरे मेरो थोरै होल्डिङ गर्नु पर्दैछ, थोरै समस्या आएर। सो त्यही हो, अब म चाहिँ निस्किसकेँ रुमबाट र हेर्न सक्नुहुन्छ। ल म चाहिँ गाइस निस्किसकेँ। सो त्यही हो, अब एकैचोटि क्यामेरामा भेटौँला है त। सो फाइनल गाइस म चाहिँ निस्किसकेँ। अब तल हेर जानुपर्ने हुन्छ। भेटौँला। मान्छे पुरा भेटाइसकिसकेँ। पैसा दिँदैन अनि के एउटा बिगार्दै फेरि हरान पर्दैन त। ए पर्दैन हौ हरान सर। देखा आपने लापरवाही का नतीजा है। ओ ओ ओ ओ ओ ओ एकछिन जानु बस्नुपर्ने होला। यो चाहिँ हाम्रो मोटरसाइकल ठाउँ टेकु मोटरसाइकल निस्केर मैले अस्ति यहीँ गरेँ हो। मैले अस्ति यहीँ गरेको हो कि मोटरसाइकल। सोधौँ त एकचोटि के छ। हेलो, यता तपाईँलाई थाहा छ किट वेल्डिङ गर्ने ठाउँ थाहा छ? किट वेल्डिङ गर्ने अहिले तल हो। अहिले तल जानुपर्ने हुन्छ है। हामी चाहिँ अहिले टेकुमा आइसकिसक्यो र बाइक खोलखाल हुँदैछ हाम्रो। टायर निक्लिसक्यो र हाम्रो अहिले गइराख्नु भएको छ। यसको चाहिँ सबै खोल्नुपर्ने भएकोले सबै निकालिँदैछ। ल अहिले थोरै खिएको छ, यो चाहिँ बनाएर लानुपर्ने अब होल्डिङ। ल ओ जाउँ न जाउँ। ल छिटो सकिसक्यो। अब हामी चाहिँ होल्डिङ गर्न जान्छौँ। सक्नुहुन्छ पुरै ग्रिज सबै लागेछ त यार। टक्क लगाएर म त बोल्दिनँ आउँदैन है मलाई। यहीँ हो यहीँ। कैसी अपमानजनक बातें कर रहा है लड़का, ये अश्लील है ये लोंडा। फाइनली हाम्रो चाहिँ कामहरू सकिसक्यो। अब हामी निस्किन्छौँ। अब हामी रुमतिर जान्छौँ। बिटलाको लागि लगभग हाम्रो जहाँ गएर मिलाउनु त हो नि, मिलाउनु त पऱ्यो। निस्किन्छौँ र यस्तै यस्तै भिडियो हेर्नको लागि फलो गर्नु होला। लाइक कमेन्ट सेयर पनि गर्नु नभुल्नु होला। धन्यवाद। आजको भ्लग यहीँसम्म।